तर्फ जाँदैछौँ तर उही गाउँपालिका वार्ड नम्बर 7 मा खिचे जस्तो देखिँदैछ ग्रेट वालतर्फ जाँदैछौँ र यहाँको वरिपरिको दृश्य हेर्नुहोस् दर्शकबिन प्रत्यक्ष प्रसारणमा छौँ हामी यतिखेर ग्रेट वाल चीनको विशाल पर्खाल ग्रेट वालमा छु पुरा भयो सपना मेरो तिमी नै हौ जीवन मेरो आऊ आऊ अङ्गालोमा दुनियाँ सारा भुलेर एकदम एक्साइटेड एकदमै लामो एकदमै 21,000 नेपालको पूर्व पश्चिम राजमार्गको 21 गुना लामो रहेको छ यो पहिला त भन्थ्यो चीन के अरे चन्द्रमाबाटै देखिन्छ यो पर्खाल त्यो चाहिँ मिथ रहेछ होइन रहेछ ग्रेट छ ग्रेट वाल एकदम रमाइलो लेट्स गो ओके चीनको विशाल पर्खाल ग्रेट वाल हिँड्दैछु धेरै लामो छ माथिसम्म नेपालको पूर्व पश्चिम हाइवेको 21 गुना बढी छ वरिपरि त धेरै प्राकृतिक दृश्य अवलोकनै छ रुख बिरुवा एकदमै घना जङ्गलहरू र यो जङ्गल चाहिँ कहाँदेखि कहाँसम्म जान्छ अब सर्च गरेर पढ्नै पर्छ र चीनको विशाल पर्खाल ग्रेट वाल वरिपरि चीनको विशाल पर्खाल ग्रेट वाल चीनको विशाल पर्खाल ग्रेट वाल पुरा भयो सपना मेरो तिमी नै हौ जीवन मेरो आऊ आऊ अङ्गालोमा दुनियाँ सारा भुलेर क्या गजब छ ग्रेट वाल हिँड्दैछु ग्रेट वाल चीनको विशाल पर्खाल ग्रेट वाल हिँड्दै गर्दाको अनुभव हो यो अमूल्य अनुभव छ र त्यसै कति बिते मेरा चिसा रातिहरू साँचो माया सङ्गालेर खोजिरहे साथीहरू भैँस छँदा नदेखेको रातै ढलेछ तिमीसम्म आइपुग्दा साँझै परेछ हामी रेली सक्नु भएछ त ठिक छ ठाडै पोस्ट सकिदिएको तपाईँले के अरे यस्तो छ पारा कहाँ मैले एउटा नि पोस्ट हालेको छैन र हामी हिँडिरहेका छौँ कचो गरेको हाल्नु आश्चर्य ग्रेट वालबाट फर्केका छौँ प्रकृतिको चाहिँ एकदम रमाइलो लाग्यो मलाई एकदम यहाँको सबैभन्दा मन के पर्यो भनेर कसैले सोध्छ भने वातावरण प्रकृति अत्यन्त मन पर्यो अब साथमा अरू पनि छ चीनले 2008 विश्वकप आयोजना गरेको मध्येको एउटा रङ्गशाला स्टेडियम बर्ड नेस्ट भन्छ यो हेर्न पनि मान्छेहरू लाखौँको सङ्ख्यामा हजारौँको सङ्ख्यामा मानिसहरू आएका छन् म त्यहीँ छु अहिले यो बर्ड नेस्ट बुलेट ट्रेन स्टेसन साङ्घाई बेजिङ टु साङ्घाई बुलेट ट्रेन स्टेसन बेजिङ टु साङ्घाई हेर्नुहोस् हामी प्रत्यक्ष प्रसारणमा छौँ
बेजिङबाट साङ्घाई तर्फको जाँदैछौँ बुलेट ट्रेनमा 3:49 दिउँसोको चाहिँ हाम्रो टिकट रहेको छ र यो बुलेट ट्रेन यो बुलेट ट्रेनमा बेजिङबाट साङ्घाईतर्फ म जाँदैछु र यो बुलेट ट्रेन चाहिँ एकदमै लामो चाहिँ बुलेट ट्रेन रहेको छ र यो चाहिँ हामीलाई चाहिँ के भन्छ 350 देखि 400 किलोमिटर प्रति घण्टाको दरले लगभग प्लेनकै स्पिडमा यो कुद्छ भन्ने लागेको छ। अब म 11 नम्बरको गेटबाट छिर्दैछु। यो 11 नम्बरको गेट। यो बुलेट ट्रेनमा छु। बुलेट ट्रेन बेजिङबाट साङ्घाईतर्फ दौडिँदैछ 400 किलोमिटर पर आवरको दरले। हजुर हाल्दैन ल हेर्नुहोस् यहाँ दर्शकबिन हेर्नुहोस् है त यो बुलेट ट्रेन बेजिङबाट साङ्घाईतर्फ ट्रेनमा बुलेट ट्रेनमा गुडिरहेको छु र अहिले सुरुवाती चरण भएको भएर त्यति धेरै स्पिड चाहिँ यसले लिएको छैन तर पनि यसको स्पिड 400 किलोमिटर प्रति घण्टाको दरले हुनेवाला छ र Yeah, video free. So that plate is free. Green number plate free because electric car no pollution. यो साङ्घाई But साङ्घाईको you have सहरहरू blue plate. That's the picture car. So that plate is cost No time. no time. To You go can go shopping. little bit more. Because to go again another 1 hour. Yeah. Yeah. To climb 45 seconds, but to go it take 1 hour. No. Take elevator go up. No. To go to the Simlang Tower, you have to spend half an hour, Yes. and then to come back half an hour, Yeah. and the climb only 45 seconds. So You get it. the tower very tall. साङ्घाईको रोडमा हिँडिरहेको छु Boyfriend. Then the matchmaker. He wear र a साङ्घाईको रोड हो त यही हो। If the boy likes the girl 1 करोड 20 लाख कारहरू रहेका छन् यहाँ हुन्छन् and you र झन्डै 3 करोड जनसङ्ख्या रहेको छ यो सहरमा। and out there winning the लिएर आएको छ रहेछ साउन्ड पनि है प्लास्टिक यो राम्रो क्वालिटीको रहेछ टेक सिटीमा आएर Nepal also. Really? So if you see some camper tree very old already, no businessman, so they live in that building. And then now Shanghai local people live here. Building is combined the European design and the Chinese traditional design by the tourists. And Chinese TikTok. Yes, Douyin TikTok. You can find people they share their video. The earphone app, please keep it. Yeah, not give me. Save it. साङ्घाईका रेसिडेन्सियल हाउसहरू बस्ने घरहरू फ्ल्याट लिएर साङ्घाईको झ्यानट्यान्डी भन्ने पुरानो इलाकामा छु र रमाइलो छ यहाँ ठाउँ पुरानो हाम्रो ठमेल जस्तो साङ्घाईको त्यो ब्युटिफुल ठाउँ हो यो एकदमै रमाइलो छ साङ्घाईको रमाइलो टुरिस्ट एरिया भयो साङ्घाई सहरको मध्यभागमा छु। साङ्घाई सहरको मध्यभाग सबैतिर चाइनाको के अरे झन्डाहरू फहराइरहेको छ। कस्तो राम्रो देखिएको क्या झन्डाहरू। यो साङ्घाई सहरको मध्यभागमा छु। साङ्घाई सहर चीनको एउटा प्रमुख व्यापारिक सहर साङ्घाई यो देखिरहेको छ। साङ्घाई तल बिचमा रिभर छ
राति चाहिँ मैले 150 युवान भनेको लगभग कति 15 दुनी 30,000मा यो तल क्रुज पानी जहाजबाट साङ्घाई हेर्ने योजना बनाएको छु। अहिले चाहिँ यो साङ्घाईको केन्द्रमै छु। साङ्घाई सहरको मध्यभागमा छु। मलाई सबैभन्दा मिठो लागेको चाहिँ यो प्रत्येक माथि भवनको माथि चीनको झन्डा फहराइरहेको देखेर खुबै राम्रो लाग्यो। रातो रङ्गीन झन्डा र यो साङ्घाईको मध्य सहरमा छु। यो बिचमा चाहिँ यो रिभर रहेको छ। रिभरदेखि यतापट्टि चाहिँ ठुला भवनहरू देख्न सकिन्छ। यो रातिको लागि चाहिँ 150 युरो 3000 नेपाली रुपियाँमा यो क्रुज यो पानी जहाजबाट यो पुरै साङ्घाईको बिचको सहर हेर्ने योजना बनाएको छु। चीनको व्यापारिक सहर साङ्घाईको लगभग केन्द्र भागमा छु। धेरै ठुलो सहर छ, झन्डै 3 करोड जनसङ्ख्या। नेपालको जनसङ्ख्याको टोटल त साङ्घाईमै छ र 2.5 करोड जनसङ्ख्या बेजिङमा पनि छ। र चीनको व्यापारिक केन्द्रबिन्दु साङ्घाई हुन त अरू मकाऊ अरू धेरै योभन्दा पनि ठुला सहरहरू रहेछन्, तर यो साङ्घाई चाइना साङ्घाई तल खोला पनि साङ्घाईमा महँगा सामानहरू सपिङ गर्ने अन्तर्राष्ट्रिय मार्केट हो। यो चाहिँ साङ्घाईमा महँगा सामानहरू सपिङ गर्ने अन्तर्राष्ट्रिय मार्केट रोड हो। यो नान्जिन रोड भन्छ यहाँ। यो चाहिँ फेमस तर महँगो र तर विलासी सामानहरू धेरै यहाँ पाउँछ। भित्र पसेको 100 रुपियाँ तिरेर क्या तिर्दैन 50 रुपियाँ होइन। रातिको क्रुज सन्ध्याकालीन साङ्घाईको यो यहाँ छौँ हामी साङ्घाईको यसमा। साङ्घाईको क्रुजमा चढिरहेका छौँ। यहाँ मुनि पानी छ, पानीमाथि यो क्रुज